सबैजनालाई नमस्ते। नयाँ ठाउँ, नयाँ परिवेश, फरक विषयवस्तु र फरक सामग्रीहरूलाई समेटेर नयाँ भिडियो बनाउने क्रममा नयाँ वर्षको उपलक्ष्यमा म चाहिँ काठमाडौँको दरबार स्क्वायरमा रहेको एकदमै पुरानो प्राचीन तथा ऐतिहासिक इतिहास बोकेको काल भैरवको मूर्ति लगायत त्यहाँ दर्शन गर्न आउने सम्पूर्ण दर्शनार्थीसँग सम्बन्धित भिडियो हुनेछ। आर्मी युनिभर्स नेपाल युट्युब च्यानलको साथमा हजुरलाई हार्दिक स्वागत गर्न चाहन्छु। म हजुरको साथी याङ्के रोमियो। अहिले म हनुमान ढोका दरबार अगाडि रहेको काल भैरवको मन्दिरको अगाडि रहेर बोलिरहेको छु। आज म हजुरहरूलाई काल भैरव सम्बन्धी केही जानकारी दिन गइरहेको छु। अहिले हजुरहरूले ब्याकग्राउन्डमा देखिरहनु भएको छ काल भैरवको भक्तजनहरू कति धेरै हुनुहुन्छ र काल भैरवको चाहिँ दर्शन गरिरहेको दृश्य हजुरले देखिरहनु भएको छ। यी सबै दृश्यहरू काल भैरवप्रति अगाध विश्वास भएका भक्तजनहरू हुन्। त्यसैले काल भैरवको बारेमा हजुरलाई म केही जानकारी दिन गइरहेको छु। यति धेरै मानिसहरूको भिड लाग्ने, भक्तजनहरूको भिड लाग्ने भगवान काल भैरव साँच्चै नै डरलाग्दो देखिन्छ। एकदमै डरलाग्दो उग्र स्वरूपमा देखिने भगवान काल भैरवको यति धेरै भक्तजनहरू किन छन् त? के उहाँहरू सबैजनालाई चाहिँ काल भैरवको बारेमा थाहा छ त भन्ने कुरामा चाहिँ मलाई पनि अलिकति संशय नै भएको छ। त्यसैले यी तमाम भक्तजनहरूलाई काल भैरवको बारेमा म बताउन गइरहेको छु। भगवान काल भैरवको दर्शन गर्दाखेरि भगवान काल भैरवको महिमाको बारेमा पनि थाहा भयो भने पक्कै पनि भक्तजनहरूमा एक किसिमको छुट्टै आनन्द मिल्छ भन्ने मैले आभास गरेको छु र उहाँहरूलाई यो काल भैरवको बारेमा चाहिँ जानकारी दिने उद्देश्यले र भगवान काल भैरवको दर्शन गर्ने उद्देश्यले म यहाँ उपस्थित भइसकेको छु। त्यसैले भगवान काल भैरवको बारेमा केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई स्किप नगरी पुरा हेरिरहनु होला भन्ने हार्दिक आग्रह गर्न चाहन्छु। भगवान काल भैरवलाई भगवान शिवको अनेकौं रूपमध्ये, अनेकौं अवतारमध्ये एउटा अवतारको रूपमा लिने गरिन्छ। भगवान शिवको सबैभन्दा डरलाग्दो रूपमध्ये एक डरलाग्दो रुद्र रूप हो काल भैरव। काल भैरवको 6वटा हातहरू देख्न सक्छौँ। काल भैरवको 6वटा हातहरूमध्ये एउटा हातमा खड्गल, दोस्रो हातमा त्रिशूल, तेस्रो हातमा पात्रो, चौथो हातमा ढाल र दैत्यको हात रहेको छ, पाँचौं हातमा ब्रह्माजीको शिर रहेको छ भने छैटौं हातले आफ्ना भक्तजन तथा भक्तहरूलाई तथास्तु भनेर आशीर्वाद दिइरहेको देख्न सक्छौँ। पुराणमा उल्लेख गरिए अनुसार काल भैरवलाई मृत्युभन्दा पनि कठोर र डरलाग्दो स्वभावको देवताको रूपमा पुज्ने गरिन्छ। विशेष गरी काल भैरवको पूजा तन्त्र विद्याबाट मात्र सम्पन्न गर्ने गरिन्छ। तान्त्रिकहरूले आफ्नो अन्तिम अस्त्रको रूपमा भैरव भाव प्राप्त गर्नु हो भन्ने ठान्दछन्। भैरवको शब्दको अर्थ खास भीषण, भयानक, डरलाग्दो भन्ने हुन्छ। त्यति मात्र नभएर विपत्ति प्रलयको अवस्थामा शिवको सेना दस्ताको अधिपति अर्थात् सेनापतिको रूपमा चिनिन्छ काल भैरव। ठुला ठुला आँखा रातो पारेर रगत लटपटिएको ओठमा सेता दाँत देखाएर डरलाग्दो पारामा रहस्यमय तरिकाले हाँसिरहेको काल भैरव। पर्खालमा आड लागेर उभिरहेको डरलाग्दो रौद्र रूपमा काल भैरवलाई देख्न सकिन्छ। मल्लकालीन समयमा काल भैरवलाई न्यायको देवता भनेर मान्ने गरिन्थ्यो अथवा न्यायको देवता भनेर पुज्ने गरिन्थ्यो। कुनै पनि मानिसहरूलाई काल भैरवको मूर्ति अगाडि ल्याएर कसम खानु लगाएर गल्ती वा अपराध कबुल गर्न लगाइन्थ्यो। जसले अपराधलाई छुपाउँथ्यो त्यो मानिस काल भैरवको शक्तिले रगत छादेर मर्छ भन्ने विश्वास गरिन्थ्यो र आरोपित मान्छेले काल भैरवको गोडा छोएर मैले अपराध गरेको छैन र अपराध गरेको भए अहिले नै यही रगत छादेर मर्नु परोस् भनेर कसम खानु पर्थ्यो। प्राय सबैजसो
भैरवको रूप हेर्दै डरलाग्दो उग्र स्वभाव र रिसा हुन्छन्, तर काल भैरवको मूर्ति चाहिँ हाँसिरहेको छ। तसर्थ एकदमै रहस्यमय र डरलाग्दो रौद्र रूपको काल भैरवको विभिन्न फरक फरक किम्वदन्तीहरू रहेको पाउन सक्छौँ। काल भैरवलाई भगवान शिवको पसिनाबाट उत्पत्ति भएको 108 अवतार मध्ये एक अवतार हो भनेर विश्वास लिने गरिन्छ। यो सम्पूर्ण कहानी महादेवको सबैभन्दा डरलाग्दो अवतार काल भैरवको उत्पत्तिसँग रहेको छ। भगवान काल भैरवको दर्शन गर्नाले मनबाट सम्पूर्ण नकारात्मक सोचाइ हराएर जानेछ। लोभ, ईर्ष्या, छल, कपट जस्ता सम्पूर्ण नकारात्मक भावना हराएर जानेछ। भगवान काल भैरवले आफ्ना सम्पूर्ण भक्तजनहरूको सदा सर्वदा रक्षा गर्नुहुन्छ भन्ने मान्यता रहिआएको छ। काल भैरवलाई कालको देवता भनेर पनि चिनिन्छ। त्यति मात्र नभएर भगवान काल भैरवलाई न्यायको न्यायमूर्ति देवता पनि भन्ने गरिन्छ। काल भैरव भएको ठाउँमा यमराजलाई पनि आउन निषेध गरिएको हुन्छ भन्ने मान्यता रहिआएको छ। यमराजको बास भएको स्थानमा आफ्नो भक्तहरूको न्याय पनि काल भैरवले गर्नुहुन्छ भन्ने मान्यता रहिआएको छ। त्यसैले हजुरहरूले यो भिडियो हेरिरहनु भएको छ भने अवश्य पनि एकपटक भगवान काल भैरवको दर्शन गर्न आउनुहोला। हजुरको सम्पूर्ण इच्छा, चाहना, मनोकांक्षाहरू भगवान काल भैरवले पुरा गरिदिनुहुनेछ। त्यति मात्र नभएर हजुरको मनमा आउने अनेकौं प्रकारका नकारात्मक ऊर्जाहरूलाई भगवान काल भैरवले चाहिँ दूर हटाउनुहुनेछ भन्ने म हजुरहरूलाई चाहिँ आग्रह गर्दै आजको यो काल भैरवसँग सम्बन्धित केही सामान्य जानकारी यति नै। काल भैरवसँग सम्बन्धित केही सामान्य जानकारी हजुरहरूलाई दिइसकेको छु। यो जानकारीले पक्कै पनि हजुरहरूलाई काल भैरव सम्बन्धी केही जानकारी मिल्यो भन्ने अपेक्षा गर्दै यस्तै भिडियो हेर्न चाहनुहुन्छ अथवा मनपर्छ भने आर्मी युनिभर्स नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियो मन पर्यो भने धेरैभन्दा धेरै सेयर गरिदिनु होला र मनमा लागेको कुराहरू चाहिँ कमेन्ट गरिदिनु होला भन्ने आग्रह गर्न चाहन्छु। अब चाहिँ म भगवान काल भैरवको दर्शन गर्न गइरहेको छु। हाम्रो धार्मिक ग्रन्थहरूमा चाहिँ भगवान काल भैरवको बारेमा एकदमै धेरै कुराहरू वर्णन गरिएको छ। विभिन्न गरुड पुराण, वेद र विभिन्न धार्मिक ग्रन्थहरूमा चाहिँ भगवान काल भैरवको उत्पत्तिदेखि लिएर काल भैरव चाहिँ के कारणले शक्तिशाली हुनुभयो, कसरी उत्पत्ति हुनुभयो भन्ने विभिन्न किम्वदन्तीहरू पाउँछौँ र त्यो कुराहरू चाहिँ मैले मेरो आर्मी युनिभर्स नेपाल युट्युब च्यानलमा पनि हालेको छु। हजुरहरूलाई चाहिँ यो काल भैरव सम्बन्धी जानकारी लिनु छ भने चाहिँ आर्मी युनिभर्स नेपाल युट्युब च्यानलमा गएर पनि हजुरले चाहिँ भिडियो हेर्न सक्नुहुन्छ। एकदमै शक्तिशाली भगवानको रूपमा चिनिने विभिन्न देवी देवता मध्ये शिवजीको अवतारको रूपमा चिनिने काल भैरवको दर्शन गर्न गइरहेको छु। हजुरहरूलाई पनि काल भैरव प्रति विश्वास लाग्छ भने पक्का पनि एकपल्ट यो जब क्षेत्रमा रहेको काल भैरवको दर्शन गर्न आउनु होला। र हजुरहरूलाई यो भिडियो मार्फत के भन्न चाहन्छु भने यो काल भैरवको मूर्ति चाहिँ विश्वकै सबैभन्दा ठुलो मूर्तिको रूपमा चाहिँ चिन्न सक्छौँ। जति पनि संसारभरि रहेका काल भैरवको मूर्ति छ त्यो मध्ये सबभन्दा ठुलो काल भैरवको मूर्ति भनेर यस मूर्तिलाई चाहिँ चिन्न सक्छौँ। र यो मल्लकालीन समयदेखि लिएर यो 7औं शताब्दीमा यो काल भैरवको मूर्ति बनाइएको थियो र राजा प्रताप मल्लले चाहिँ आफ्नो शासनकालमा, आफ्नो राज्यकालमा चाहिँ यो काल भैरवको मूर्ति चाहिँ बसन्तपुरको दरबार स्क्वायर क्षेत्रमा चाहिँ स्थापित गरेका थिए भन्ने विभिन्न इतिहासहरूमा हामीले पढ्न पाउँछौँ। त्यही कारणले पनि यो काल भैरव चाहिँ एकदमै प्राचीन तथा ऐतिहासिक महत्त्व बोकेको एउटा जिउँदो साक्षीको रूपमा रहेको छ। त्यसैले भगवान काल भैरव एकदमै शक्तिशाली हुनुहुन्छ भनेर विभिन्न पुराणमा पनि उल्लेखहरू पाउन सक्छ। त्यसैले अब चाहिँ म दर्शन गर्न जाँदैछु। यो भिडियोलाई स्किप नगरी पुरा हेरिरहनु होला र काल भैरव सम्बन्धी हजुरलाई विभिन्न ज्ञानहरू छ, जानकारी छ भने चाहिँ यो भिडियो मार्फत हजुरहरूले पनि आफ्नो कमेन्ट मार्फत बताइदिनु होला भन्न चाहन्छु है त। भगवान काल भैरव सम्बन्धी विभिन्न किम्वदन्तीहरू रहेको छन्, जसमध्ये धार्मिक किम्वदन्तीहरू एकदमै रमाइला र रोचक रहेका छन्।
एकदमै डरलाग्दो भयङ्कर स्वरूपमा देखिने काल भैरव ठुला ठुला आँखा राता राता पार्दै रगत लतपतिएको ओठमा आफ्नो मिलेका सेतो दाँतहरू देखाएर किन हाँसिरहेका छन् त भन्ने कौतूहलता पनि जाग्न सक्छ। यस्ता कौतूहलता र जिज्ञासा मेटाउनको लागि एउटा रमाइलो र रोचक कहानी रहेको छ, जुन कुरा आर्मी युनिभर्स नेपाल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। अब म हजुरहरूलाई विभिन्न रोचक र रमाइला किस्सा जोडिएको भगवान काल भैरवसँग सम्बन्धित ऐतिहासिक तथ्यहरूको बारेमा थोरै जानकारी गराउन गइरहेको छु। भगवान काल भैरवको मूर्तिको बारेमा यकिन तथ्याङ्क नभए तापनि इतिहासविदहरूका अनुसार 6औं शताब्दीमा 12 फिट अग्लो पत्थरमा यस काल भैरवको मूर्ति बनाइएको हो भन्ने उल्लेख गरिएको पाइन्छ। यो विशाल काल भैरवको प्रतिमा मल्लकालीन समयमा धान खेतमा जोत्दै गरेको अवस्थामा किसानले फेला पारेको थियो। जुन विशाल प्रतिमा 12 फिट अग्लो रहेको छ भने यो विशाल काल भैरवको मूर्ति एउटै ढुङ्गाबाट बनेको हो भन्ने विश्वास गरिन्छ। मल्लकालीन समयमा धान खेतमा जोत्दै गरेको अवस्थामा किसानहरूले फेला पारेपछि यो विशाल भीमकाय काल भैरवको मूर्तिमालाई राजा प्रताप मल्लले थाहा पाउनु भएपछि काठमाडौँको हनुमान ढोका दरबार अगाडि काल भैरवको मूर्तिलाई स्थापित गर्न लगाउनु भएको थियो भनेर विभिन्न इतिहासविदहरूले आफ्ना लेखहरूमा उल्लेख गरेको पाइन्छ। काठमाडौँको हनुमान ढोका दरबार अगाडि भएको यो काल भैरवको मूर्ति 12 फिट अग्लो रहेको छ भने संसारकै सबैभन्दा ठुलो काल भैरवको मूर्तिको रूपमा यस मूर्तिलाई मान्ने गरिन्छ। हवस् त आजलाई काल भैरवसँग सम्बन्धित धार्मिक तथा ऐतिहासिक जानकारी सहितको भिडियो आजलाई यति नै। यदि हजुरलाई भिडियो मन पर्यो भने भिडियोलाई धेरैभन्दा धेरै लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। नमस्ते। हजुरलाई यो भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने आर्मी युनिभर्स नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला।